केटाहरू यहाँ भएर सजिलो भयो। अगाडिको टायरमा चाहिँ हावा हाल्नुपर्छ जस्तो छ, अलिक कम फिल भएर कम भयो जस्तो। आज भ्यू त पल खुलेछ मनासलु रेन्ज। यता चाहिँ अन्नपूर्ण अनि अलिकति उता चाहिँ लमजुङ हिमाल। पुरै डाउनहिल अपहिल। के उडा छ यस्तो जोडले? मेरो उडेको दाइ मेरो खाँदै उडे जस्तो छ यार। ओम नमः शिवाय। भाने जस्तो लाग्थ्यो कसरी खुल्यो यार। यस्तो कन्स्ट्रक्सन चलिरहेको रहेछ यहाँ, गाह्रो होला जस्तो छ बाइक निकाल्नु। सो गाइस आज चाहिँ हामी अब पोखरा पुग्ने र यहाँ दाइको बाइकको काम बाँकी छ अलिकति। कोन बेयरिङ चेन्ज गर्नुपर्ने हो दाइको। सोरुममा गएर नि मिल्यो भने म पनि यसो बाइकको मोबिल चेन्जहरू गर्नु पर्ला, किनकि अब यताबाट चाहिँ हामीहरू ढोरपाटर एरिया भनौँ न, कालीगण्डकी कोरिडोर हुँदै पाल्पा निस्किनलाई हिँड्नला हो। अरू त सबै त्यही हो। अब जे होस् घले गाउँको एक्सपिरियन्स चाहिँ टुरभरिको सबभन्दा राम्रो एक्सपिरियन्स। एक त शिशिरलाई पनि कति वर्षपछि भेटेको यार, खुसी लाग्यो यार ब्रो यार। उनीहरूले चाहिँ यो होटल चाहिँ अस्ति वैशाख 3 गते ओपनिङ गरे हो।